नयाँ दिन नयाँ सुरुवात। हेलो एभ्रिवान, यहाँहरूलाई स्वागत छ मेरो यो ब्लगमा। आज चाहिँ के छ भने आज चाहिँ स्पेशल डे नै छ। मेरो नन्दको बेस्ट फ्रेन्डको आज मेहन्दी छ, भोलि बिहे छ। मेरो नन्दको बेस्ट फ्रेन्ड पनि मसँग एकदम मिल्नुहुन्छ। उहाँ चाहिँ पहिलेदेखि नै हामी मिल्थ्यौँ। अनि उहाँको यस्तो स्पेशल डेमा अब म पनि रेडी भएर जान्छु। सो अब म कसरी रेडी हुन्छु भन्ने कुराहरू ब्लगमा देखाउँछु। किनभने मेरो नन्द र मेरो छोरीहरू त अघि नै रेडी भएर गइ नै सके। उहाँहरूलाई चाहिँ अलि मेरो चाहिँ अब 2 वर्षको बच्चा छ। अनि सो त्यही भएर अब मैले चाहिँ बच्चाको आमा धेरै नै टाइम चाहिँ पाउँदैन यताउता गर्नलाई। बच्चालाई खुवाएर अनि सबै कुरा गरेर अनि मात्रै रेडी भएर जान्छु। सो आज म रेडी भएर देखाउँछु। हुन त अब मेरो नन्दको पनि बिहे भयो जस्ट रिसेन्टली नै होइन। अब उहाँको पनि बिहे भयो, म पनि बिहे भएरै आएको। यस्तो छोरी मान्छेको बिहे हुँदाखेरि चाहिँ कता कता मन चाहिँ कटक्क दुख्छ पनि, कसले खुसी पनि लाग्छ होइन। अब छोरी मान्छेले आफ्नो बाउ आमाको घर छोड्नु पर्दाखेरि, आफ्नो जन्म दिने घर छोड्दाखेरि एक हिसाबले त अब अलिकति अब हामी भाउजू जस्तोहरूलाई चाहिँ अलिकति कस्तो कस्तो लाग्ने कि आफ्नो नन्दहरू मिलेको अनि सँगै हिँडेको बोलेको। अब भोलिदेखि अब बिहे भएर अब अर्कै ठाउँमा सिफ्ट हुनुहुन्छ। अब उहाँको पनि जस बिहेको अब न्यू लाइफ, उहाँको पनि न्यू जर्नी, न्यू लाइफ स्टार्ट हुन्छ। त्यही हो। अब उहाँलाई नै अब उहाँलाई अब उहाँको यो स्पेसल डेमा आज म सिम्पल तरिकाले मेहन्दीमा जानको लागि चाहिँ रेडी भएर यहाँहरूलाई देखाउँछु। हेर्नुहोस् है त, हेरेर लास्टसम्म हेरेर मलाई चाहिँ साथ दिनु होला है। यो चाहिँ आज मैले लगाएर जाने ड्रेस हो। अनि मेरो यो चाहिँ सुज हो। अनि यहाँ चाहिँ मेरो मेकअपको सामान छ जहाँ म राख्छु। अनि मेरो यो आइस्याडो प्यालेट हो। यो आइस्याडो प्यालेट र यति कुरा अल्टाएको थिएन, मैले अर्को ठाउँमा राखेको थिएँ। अब सुरु गर्छु है त। चाहिँ मेरो मेकअप राख्ने सानो मेकअप ब्याग, यसलाई मैले खोल्न गएँ है। यहाँ चाहिँ कति धेरै सामानहरू छ क्या। बढी त मेरो लिपस्टिक नै हुन्छ धेरै जसो। हेर्नुहोस् न, यहाँ लिपस्टिक प्रायः चाहिँ धेरै नै यही नै हुन्छ होइन। कति धेरै छ, अब लिपस्टिक मात्रै नै कति धेरै छ क्या। यो अब फाउन्डेसन चाहिँ मसँग 2-3 वटै छ। यो फरेभर ब्युटी फरेभर 52 को। अनि यो म स्टार्ट गरेँ है। म प्राइमर लगाउँछु। यो प्राइमर यसले चाहिँ मेकअपलाई अलि के गर्छ भनौँ, प्राइमर लगाएँ। प्राइमर। अब म मोइस्चराइजर लगाउँछु। मोइस्चराइजर छिटो छिटो मेकअप गरेर अब जानु छ, किनभने ढिलो भइसक्यो। चाहिँ सनस्क्रिन मेरो चाहिँ के रुममा चाहिँ ड्रेसिङ टेबल छ होइन, ड्रेसिङ मिरर छ। तर त्यो चाहिँ अलिकति अँध्यारो छ क्या रुम। अनि मलाई चाहिँ यसरी नै बसेर अनि यो ठुलो ऐना राखेर चाहिँ गर्न मनपर्छ। सो त्यही भएर मैले यसरी बसेर गरेको मेकअप। मलाई मेकअप खासै गर्न त आउँदैन। अलिअलि चाहिँ युट्युबमा यस्तै टिकटकमा गरेको देखेर चाहिँ हल्का त्यस्तै तरिकाले गर्न खोज्छु। तर अब हुन्छ हुँदैन, ब्युटिसियन त होइन।
मेकअप आर्टिस्ट भन्छ क्यारे मेकअप गर्नेलाई चाहिँ त्यस्तो विधि होइन हल्का अब हुन्छ नि आइमी मान्छे छोरी मान्छे श्रृङ्गारले नै श्रृङ्गार थपिएपछि झन् राम्रो देखिन्छ भन्छ नि त्यही हो यो पनि श्रृङ्गार नै हो मैले चाहिँ अब एकछिनको लागि चाहिँ छोड्नु पर्ने है मैले चाहिँ छिटो छिटो ब्याक टु लगाएकै छु कपाल चाहिँ म पुरै गर्छु सनस्क्रिन सँग लगाएँ अब फाउन्डेसन फाउन्डेसन लगाउँछु है फाउन्डेसन चाहिँ मैले यो डबल वेयरको स्टेलरको डबल वेयर लिएर आएको थिएँ तर मेरो यो सेडसँग जति चेक गर्दाखेरि पनि अब हल्का डार्कमा ल्यायो भने डार्क हुने अनि हल्का लाइटमा ल्यायो भने चाहिँ लाइट हुने यो हल्का यो सेड चाहिँ हल्का लाइट छ होइन अनि त्यही भएर मैले चाहिँ कता गयो फेरि यो लोरियलको इन्फालेबल यो दुईटा मिक्स गरेर लगाउँछु है फाउन्डेसन लाउनु पऱ्यो कस्तो हात चिकेर नहुने क्या यो पनि मिक्स गर्छु म यहाँ राख्छु यो पनि मिक्स गर्छु हल्का सबजना रेडी हुँदैछ है भ्लग हुँदैछ यो राम्री मान्छेहरू छन् एकजना म्यारिड हुनुहुन्छ एकजना अनम्यारिड हुनुहुन्छ म रेडी भएँ यो मेरो सिम्पल लुक्स है अब म जाँदैछु सजावट छ